हेलो गाइस, आज चाहिँ भान्जाभान्जीलाई चाहिँ स्कुल छुट्टी भएर चाहिँ बोटमा ल्याउनु गएको थिएँ। ल्याउनु जाँदाखेरि चाहिँ यिनीहरूले जहिले पनि आइसक्रिम दङ्गाउँछ नि त। आज चाहिँ मैले यिनीहरूलाई प्र्याङ्क गरौँ भनेर सोचेको थिएँ। आज त आइसक्रिम किन्दिनँ भनेर अब हेर्नु त हाम्रो बारिस परेको। क्यामेरा भन्नु न दुकानिनु कहाँ जाने रे भन छिटो क्यामेरा अब यदि दुईजना यिनीहरू चाहिँ अगाडि अगाडि जाँदैछ आइसक्रिम दोकान। आइसक्रिम पनि अलिक 10-20को हुनु भएको भए पनि हुन्थ्यो नि। आमा 80-90 रुपियाँको खान्छ दुईजनाले नि त आइसक्रिम अन्त आइसक्रिम खालि होइन, यिनीहरूलाई चिप्स पनि खान्छ अरे। चिप्स पनि किनिदिनु पर्ने हो दुईजनालाई। यहाँ हेर्दा बान्जी, अगाडिको त बानिज।